कन्टिन्यूमा छौँ। रामधनी जाने क्रममा छौँ। त्यसै बखतमा यो चाहिँ हाम्रो एकदम रामधनीको सल्लाघारी चिन्ह भनौँ, सालघारी हो। अगाडि एकदम मनोमोहक दृश्य छ। यतापट्टि सूर्यमुखी फुलहरू फुलेका छन्। यो चाहिँ रामले एकदम वनवास जाँदाखेरि धुनी फुकेर बसेको एकदम तीर्थस्थल रामधनी रहेको छ। अब यसको हामी जङ्गलतिर छौँ। हामी अब जङ्गल प्रवेश गरिसकेका छौँ। जङ्गल चाहिँ एकदम घनघोर डरलाग्दो पट्टालाग्दो छ। हेर्नुहोस् अगाडि हामी मङ्कीलाई देख्न सक्छौँ। दिस इज वे अफ मङ्की। ओ मङ्की बात जङ्गल छ। हेर्नुहोस् पुरा घनघोर जङ्गल छ, डरलाग्दो जङ्गल छ। पछाडि हाम्रो दिदी भिराजुहरू एकदम रफ्तारका साथ आइरहनु भएको छ। हेर्नुहोस् दर्शकबिन, हामी अब छिरिसकेका छौँ। रामधनीमा छिरिसकेका छौँ। रामले ध्वनि फुकेको ठाउँ एकदम पवित्र तीर्थस्थल। बिस्तारै जाने क्रममा छौँ हामी। अगाडि जाने क्रममा छौँ हामी, जाने क्रममा छौँ। एकदम जङ्गल घनघोर छ। सालका रुखहरू ठुल्ठुला छन्। एक्लै दुक्लै मान्छे आउन डरलाग्ने ठाउँ छ। हेर्नुहोस् बर्खायामको बेलामा कोही पनि यहाँ नहिँड्नु होला एक्लै दुक्लै। यस्तो ठुल्ठुला रुखहरू भएको ठाउँ, घनघोर भएको ठाउँ। हेर्नुहोस् दर्शकबिन, हामी तपाईँलाई भिडियो कन्टिन्यू देखाउने छौँ। हाम्रा दिदी भिराजु अगाडि लागिसक्नु भएको छ। उहाँहरूलाई अब हामीले अलिकति बाटो नदेखेका कारणले उहाँहरूले चाहिँ बाटो देख्नु भएको छ। त्यही भएर उहाँहरू एकदम रफ्तारका साथ अगाडि बढाइरहनु भएको छ। हामी पनि उहाँहरूलाई एकदम पिछा गरिरहेका छौँ ताकि सहजै पुग्न सकियोस् भनेर। यही घुम्न आउने दर्शकवृन्दहरूले एकदम घुमिरहनु भएको छ, रमाइलो गरिरहनु भएको छ। मनोमोहक दृश्यमा एकदम आनन्दित महसुस गरिरहनु भएको छ। अब हामी यता आइसकेका छौँ। हेर्नुहोस् यहाँ एउटा सानो पुल रहेछ। हामी पुल तर्ने क्रममा छौँ। यो अगाडिको दृश्य यस्तो देख्न सक्नुहुनेछ तपाईँहरूले। अब हामी लगभग हामी रामधनी आउन आँटिसकेका छौँ। हेर्नुहोस् रामधनीको रामले ध्वनि पुगेको ठाउँ कहाँ रहेछ आज हेरेर मात्रै हामी फर्किनेछौँ, घुमेर मात्रै हामी फर्किनेछौँ। यो भिडियोलाई कन्टिन्यू हेरिदिनु होला अन्त्यसम्म। केही दर्शकवृन्दहरू फर्किसक्नु भएको छ। त्यो मनोमोहक दृश्यको अवलोकन गरेर आनन्द लिएर आनन्द महसुस गरेर फर्किसक्नु भएको छ। दर्शकवृन्द हेर यहाँ बाँदरहरू छन्। यहाँ एकदम रामधुनीमा चाहिँ एकदम बाँदर चाहिँ बिगबिगी भन्ने ठाउँ थियो। हेरौँ अब हाम्रा पिता पुर्खाहरूलाई बाँदर भनेको त हाम्रा पिता पुर्खा नै लगभग हामी रामधनी परिसरमा छिरिसकेका छौँ। यो चाहिँ रामधनीको मुख्य यहाँ भक्तजनहरू आउनुभएको रहेछ। रामधनीको यो मुख्य गेट यस्तो रहेको छ।